अझै पनि भोट कसलाई र केमा दिने भन्ने अलमलमा हुनुहुन्छ। वेल, भोट दिनुभन्दा अगाडि तपाईँको घरको अगाडिको बाटो हेर्नुहोस्, तपाईँको टोल छर छिमेकको अवस्था हेर्नुहोस्, तपाईँका छोराछोरी नाति नातिना हेर्नुहोस्, तपाईँका छर छिमेकका छोराछोरी नाति नातिना हेर्नुहोस् अहिले कहाँ छन्, कुन देशमा पुगेका छन्। तपाईँको छोराछोरी नाति नातिनालाई पढाउँदाखेरि लागेको दुःख र खर्च हेर्नुहोस्, सुविधा हेर्नुहोस्, तपाईँ स्वास्थ्य सुविधा लिन जाँदाखेरिको खर्च र दुःख हेर्नुहोस्, तपाईँको क्षेत्रमा उठेको नेताको इतिहास हेर्नुहोस्, यदि नयाँ उठेको छ भने गर्न सक्ने सम्भावना हेर्नुहोस्, यदि पुरानो छ भने उसले के गर्यो त उसको विगतमा त्यो हेर्नुहोस्। आफ्नो समग्र देशको रोजगारी, स्वास्थ्य, शिक्षा सुविधाहरूको बारेमा हेर्नुहोस्। त्यो नेताले भोलि गएर के कुराको नीति र नियममा परिवर्तन गर्न सक्छ र मलाई सुविधा हुन्छ भन्ने कुरा त्यो हेर्नुहोस्। न कि ओन्ली पपुलारिटी अथवा भनौँ म कट्टर यो पार्टीको हुँ भनेर भोट हाल्ने काम गर्नुहोस्। वास्तवमै तपाईँले यति बेला सोही व्यक्ति छान्नु भएन भने भोलिको दिनमा के को आशा गर्नुहुन्छ? 2-4 दिनको निर्णयले तपाईँले आउने 4-5 वर्षसम्म अथवा भनौँ 10 वर्षसम्म देखिने परिणामलाई उल्टाइदिन सक्नुहुन्छ। त्यसैले राम्रोलाई भोट अवश्य गर्नुहोस्।